यो भिडियो चाहिँ डिजिएफ नम्बर हुनेहरुको लागि है। आफ्नो डिजिएफ वर्क एपमा गएर पहिला चाहिँ आफ्नो जीमेल के छ चेक गर्ने है। आफ्नो जीमेल मेल एड्रेस चेक गर्ने अनि त्यही मेल एड्रेस चाहिँ यो डिजिएफ को नयाँ एपमा हाल्ने है। रेजिस्टर नाउ मा थिच्ने है। जहिले पनि सुरुमा गर्ने बेला रेजिस्टर नाउ गरेर आफ्नो जीमेल आफ्नो इमेल एड्रेस जीमेल कुन छ हैन, आफ्नो डिजिएफ वर्क एपमा भएको जीमेल नै हाल्ने है। आफ्नो डिजिएफ वर्क एपमा जुन चाहिँ इमेल एड्रेस छ त्यही हाल्ने। यो मैले अहिले भर्खर मिस्टेक गरेँ, त्यही भएर खुल्दैन है। यस्तो मिस्टेक हाले पनि खुल्दैन है। यो भर्खरै मैले रङ इमेल एड्रेस हालेको कारणले यो खुल्दैन है। अब आफ्नो डिजिएफ नम्बर डिजिएफ वर्कमा चाहिँ जुन इमेल एड्रेस छ पहिलेदेखि हैन, सुरुदेखिको जीमेल एड्रेस जुन छ त्यही हाल्नु होला है, नत्र मिल्दैन। रेजिस्टर गर्ने भेरिफिकेसन कोड चाहिँ यो राइट मेल हालिसकेपछि तपाईको मेलमा एउटा भेरिफिकेसन कोड जान्छ। त्यो भेरिफिकेसन कोड चाहिँ कपी गर्ने जीमेलमा गएर पासवर्ड सेट गर्ने नयाँ। माथि जे पासवर्ड हालेको तल पनि त्यही पासवर्ड हाल्नु होला। यो चाहिँ तपाईको नयाँ डिजिएफ को नयाँ एप्लिकेसन डिजिएफ कनेक्ट भन्ने एपमा चाहिँ यही पासवर्ड हाल्नु पर्ने हुन्छ र यही इमेल र रेजिस्टर गरिदिने है। रेजिस्टर गरेपछि सबै तपाईको विवरणहरु आउँछ। अब यति भइसकेपछि तपाईको अघि हालेको जीमेल र भर्खरै सेट गरेको पासवर्ड हाल्नुस्। पछि लगवर्कमा जाने। यसपछि लगवर्कमा गएपछि तपाईको फेस रेजिस्टर गर्नुपर्छ। यहाँ सेट गर्ने एग्री गर्ने यो कुराहरुमा। अनि आफ्नो ब्याक क्यामेरा अनि फ्रन्ट क्यामेरा युज गर्ने। फ्रन्ट क्यामेरामा तीनटा फोटो खिच्नुपर्छ है। तीनचोटी फोटो खिचिसकेपछि